आजको टपिक रहेको छ अब्जेक्टिभ अफ एन अर्गनाइजेसन। संगठनको उद्देश्य। संगठनले प्राप्त गर्नुपर्ने अन्तिम लक्ष्य नै संगठनको उद्देश्य हो। संगठनलाई कहाँ पुर्याउने, के कस्ता उपलब्धिहरू हासिल गर्ने, स्रोत साधनको कसरी उपयोग गर्ने, अधिकार र जिम्मेवारीलाई कसरी बाँडफाँड गर्ने जस्ता उद्देश्यसहित संगठन स्थापना भएको हुन्छ। जस्तोसुकै प्रकृतिको उद्देश्य भए पनि संस्थाहरूले आर्थिक सामाजिक परिवर्तन, सुधार, गतिशीलता जस्ता विषयलाई आफ्नो उद्देश्यको रूपमा स्थापित गरेका हुन्छन्। संगठनको स्थापना, संरचना, निर्धारण संस्थाको उद्देश्य हासिल गर्नका लागि गरिएको हुन्छ। संगठनको उद्देश्य विभिन्न तत्त्व अनुसार, संगठनको प्रकृति अनुसार फरक फरक हुने भए तापनि प्रमुख उद्देश्य परिलक्षित गरिएको हुन्छ। विजन, मिसन प्राप्त गर्दै व्यावसायिक लाभ हासिल गर्नु संगठनको उद्देश्य हो। संगठनको उद्देश्यलाई कसरी बुझ्न सकिन्छ भने संगठनले प्राप्त गर्नुपर्ने अन्तिम लक्ष्य नै संगठनको उद्देश्य हो। संगठनलाई कहाँ पुर्याउने, के कस्ता उपलब्धिहरू हासिल गर्ने, स्रोत साधनको कसरी उपयोग गर्ने, अधिकार र जिम्मेवारीलाई कसरी बाँडफाँड गर्ने, संगठनभित्र भएका अधिकार, जिम्मेवारी, रेस्पोन्सिबिलिटीलाई कसरी बाँडफाँड गर्ने जस्ता उद्देश्यसहित संगठनको स्थापना भएको हुन्छ। जस्तोसुकै प्रकृतिको उद्देश्य भए तापनि संस्थाले आर्थिक, सामाजिक परिवर्तन, सुधार, गतिशीलता जस्ता विषयलाई आफ्नो उद्देश्यको रूपमा स्थापित गरेको हुन्छ। संगठनको उद्देश्य विभिन्न तत्त्व अनुसार, संगठनको प्रकृति अनुसार फरक फरक हुने भए तापनि प्रमुख उद्देश्य परिलक्षित गरिएको मिसन, विजन प्राप्त गर्ने, व्यावसायिक लाभ हासिल गर्नु संगठनको उद्देश्य हो। संगठनात्मक उद्देश्यलाई निम्नानुसार उदागत गर्न सकिन्छ। संगठनको प्रमुख उद्देश्य नाफा आर्जन गर्नु हो। यदि नाफामूलक संगठन छ भनेपछि संगठनको प्रमुख उद्देश्य संगठनलाई नाफा आर्जन गर्नु हो। संगठनको प्रकृति अनुसार सामाजिक उद्देश्य समेत रहने गर्छन्। नाफाको साथसाथै सामाजिक उद्देश्य समेत रहने गर्छन्। व्यावसायिक विस्तारका उद्देश्यहरू, बजार प्रतिस्पर्धा अभिवृद्धिको उद्देश्य राखेको हुन्छ। स्रोत साधन परिचालनको उद्देश्य हुन्छ। प्रभावकारिताको उद्देश्य संगठनको स्रोत साधनको प्रभावकारिता, पहिचान, उपयोगबाट व्यावसायिक लाभको उद्देश्य आदिलाई लिन सकिन्छ। संगठनको स्रोत साधनको प्रभावकारिता, पहिचान, परिचालन संगठनमा भएको जति नै स्रोत साधन छ, मानव संसाधन होला, आर्थिक संसाधन होला, व्यवस्थापक संसाधन होला, जति पनि स्रोत साधनहरू छ त्यसलाई प्रभावकारी रूपमा परिचालन गरी त्यसको उपयोगबाट व्यावसायिकको लाभ उद्देश्य आदिलाई लिन सकिन्छ। यस्ता उद्देश्यहरू संगठनको प्रकृति अनुसार फरक फरक हुने गर्छन्। संगठनका उद्देश्यहरू संगठनको प्रकृति अनुसार फरक फरक हुने गर्दछन्। यस्तो फरक हुनुका आधारहरूलाई निम्नबुदागत रूपमा उल्लेख गरेको हुन्छ। व्यवस्थापकीय कार्यको आधार, संस्थाको अस्तित्वको आधार, विभिन्न प्रकारका नीति कार्ययोजनाको आधार, कार्य सम्पादन स्तरको मापदण्डको आधार, कार्य तथा कार्यान्वयनमा एकरूपताको आधार, समन्वय र सहयोग प्राप्त, निर्णयको आधार, उत्प्रेरणाको आधार। संगठन अनुसार संगठनका उद्देश्यहरू फरक फरक हुने गर्छ। जस्तो व्यवस्थापन समूह सम्बन्धित संगठन छ, व्यवस्थापकीय कार्यको आधारमा, संस्थाको अस्तित्वको आधारमा हुन सक्छ। विभिन्न प्रकारका नीति कार्ययोजनाको आधारमा, कार्य सम्पादन स्तर मापदण्डको आधारमा, कार्य तथा कार्यान्वयनको एकरूपताको आधारमा, समन्वय र सहयोग प्राप्तको आधारमा, निर्णयको आधारमा, उत्प्रेरणाको आधारमा। यसरी संगठनका बहुउद्देश्यहरू हुने गर्छन्। त्यसैले नाफा आर्जन गर्नु मात्र संगठनको उद्देश्य होइन। परिवेश अनुसार, समय अनुसार संस्थाका उद्देश्यहरू पनि परिवर्तन हुन्छन्। स्थापना कालदेखि नै हालसम्मको अवस्थालाई समीक्षा गर्ने हो भने कृषि विकास बैंकका उद्देश्यहरू समय अनुरूप परिवर्तन हुँदै आएका छन्। उद्देश्यलाई समय अनुकूल बनाउन संगठनको आवश्यकता हो। अतः प्रभावकारी उद्देश्य निर्धारणमा निम्न विशेषताहरू हुनुपर्छ। प्रभावकारी उद्देश्यका विशेषताहरू के हुन्? उद्देश्य चुनौतीपूर्ण हुनुपर्छ। संगठनको उद्देश्य एकदम चुनौतीपूर्ण हुनुपर्छ र हासिल गर्न सकिने हुनुपर्छ। संगठनको उद्देश्य चाहिँ चुनौतीपूर्ण पनि हुनुपर्छ भने यति चुनौतीपूर्ण पनि हुनु हुँदैन कि हासिल गर्नै नसकिने। मतलब संगठनको उद्देश्य हासिल गर्न सकिने पनि हुनुपर्छ, चुनौतीपूर्ण पनि हुनुपर्छ, हासिल गर्न सकिने पनि हुनुपर्छ।
अनि मापन गर्न सकिने हुनुपर्छ। सङ्गठनको उद्देश्य कति गर्न सकिने, मेजरमेन्ट गर्न पनि सकिने हुनुपर्छ। विशेष प्रकृतिको हुनुपर्छ। सङ्गठनसँग मिल्दोजुल्दो कुन प्रकृतिको सङ्गठन छ सोही प्रकृतिको उद्देश्य पनि हुनुपर्छ। समय सापेक्ष हुनुपर्छ। वर्तमानमा अथवा लङ टर्ममा, भविष्यमा कस्तो समय सिर्जना हुन सक्छ अथवा वर्तमानमा कस्तो समय छ, त्यो समय त्यो परिवेशलाई आधार मानेर सङ्गठनको उद्देश्य निर्धारण गरिनु पर्दछ। सहयोगी हुनुपर्छ। उद्देश्य एकदमै सहयोगी, सङ्गठनभित्रका कर्मचारी बिचमा सहयोगी गरेर प्राप्त गर्न सकिने हुनुपर्छ। लचकदार हुनुपर्छ। सङ्गठनात्मक उद्देश्य समय परिवेश अनुसार तलमाथि गर्न मिल्ने अथवा केही हदसम्म लचकता, सहजता अपनाउन मिल्ने खालको हुनुपर्छ। जस्तै प्राथमिकता प्राप्त हुनुपर्छ। सङ्गठनको स्टेप वाइज प्राथमिकता प्राप्त हुनुपर्छ। तहगत हुनुपर्छ। सङ्गठन र स्टेप मिलेर सङ्गठनको उद्देश्य तहगत रूपमा प्राप्त गर्न मिल्ने हुनुपर्छ। जस्तो कि 1 वर्षमा, 2 वर्षमा, 3 वर्षमा, 4 वर्षमा अथवा पहिलो क्वार्टर, दोस्रो क्वार्टर, सेकेन्ड क्वार्टर, थर्ड क्वार्टर, यसरी तहगत रूपमा हुनुपर्छ। उद्देश्यमा विरोधाभास हुनु हुँदैन। सङ्गठनको सङ्गठनात्मक उद्देश्यमा विरोधाभास, दुईटा अर्थ दिने खालको विरोधाभास हुनु हुँदैन। सङ्गठन, समाज, व्यक्ति र समग्र देश राष्ट्रको उद्देश्य हित अनुकूल सङ्गठनात्मक उद्देश्य हुनुपर्छ। सङ्गठनको उद्देश्य समाजसँग मिल्दोजुल्दो हुनु पर्यो। व्यक्ति र समग्र देश राष्ट्रको उद्देश्य हित अनुकूल हुनुपर्दछ। सङ्गठनको उद्देश्यको महत्त्व तथा आवश्यक। सङ्गठनको उद्देश्य किन आवश्यकता पर्दछ त? सङ्गठनको उद्देश्यको महत्त्व के छ, त्यसको आवश्यकता के छ? सङ्गठनको प्रमुख उद्देश्य तथा महत्त्व हरेक व्यवसायलाई गति प्रदान गर्न, संरचना प्रभावकारिता बनाउनु हो। सङ्गठनको उद्देश्य भनेको सङ्गठनलाई एउटा गति प्रदान गर्ने र सङ्गठनको संरचना किन भएको अथवा भित्रको संरचनालाई प्रभावकारिता बनाउनु सङ्गठनको उद्देश्य हो। सङ्गठनको संरचनाले सङ्गठनको कार्यप्रणालीलाई जीवन्त प्रदान गर्ने कार्य गर्दछ। जति सङ्गठनात्मक संरचना प्रभावकारिता भयो, भित्रको संरचना प्रभावकारिता भयो, सो साधनको बाँडफाँड तथा परिचालन प्रभावकारिता भई सङ्गठनले बृहत लाभ प्रदान गर्दछ। सङ्गठनको अर्जुनदृष्टि सङ्गठनको उद्देश्य हो। सङ्गठनको मेरुदण्ड भनेको सङ्गठनको उद्देश्य हो। यो सङ्गठनको अन्तिम बिन्दु पनि हो। सङ्गठनले उद्देश्य प्राप्त गरिसकेपछि त्योभन्दा माथि त केही पनि हुँदैन। त्यसैले यो सङ्गठनको उद्देश्य अन्तिम बिन्दु हो। उद्देश्य बिनाको सङ्गठन बगिरहेको पानी जस्तै हो। यो संस्थाको भविष्यको चरम बिन्दु हो। संस्थामा उद्देश्यको भूमिकालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ। यसका अन्य उद्देश्यहरू के छन् भने चाहिँ व्यावसायिक गतिशीलता प्रदान गर्नु, व्यवसायलाई एउटा मार्गदर्शन गरेर गतिशीलता प्रदान गर्नु हो। अधिकार र जिम्मेवारीको बाँडफाँड गर्नु हो। सङ्गठनको आवश्यकता, सङ्गठनको कार्य, सङ्गठनको उद्देश्य किन आवश्यकता पर्दछ? व्यावसायिक गतिशीलता प्रदान गर्न, अधिकार र जिम्मेवारीको बाँडफाँड गर्न, सङ्गठनभित्र भएका काम, कार्यवाहीहरू, जिम्मेवारीहरू बाँडफाँड गर्नु, ती काम सम्पन्न गर्नको लागि अख्तियारी अधिकारहरू बाँडफाँड गर्नु हो। सङ्गठनको गतिविधिलाई प्रभावकारिता रूपमा नियन्त्रण गर्नु, सङ्गठनभित्र जति पनि क्रियाकलापहरू हुन्छन्, उद्देश्य प्राप्तिको लागि भएका क्रियाकलापहरू हुन्छन् अथवा सङ्गठनको प्रभावकारिता गराउनको लागि, गतिविधिहरू नियन्त्रण गर्नको लागि सङ्गठनको उद्देश्य आवश्यक पर्छ। सहभागितामूलक व्यवस्थापन प्रणाली कार्यान्वयन गर्नको लागि सङ्गठनको उद्देश्य यस्तो हुनुपर्छ कि सहभागितामूलक हुनुपर्छ र सहभागितामूलक व्यवस्थापन प्रणालीको कार्यान्वयन गर्न सङ्गठनको उद्देश्य आवश्यक रहन्छ। सङ्गठनको संरचनागत लाभ हासिल गर्न, सङ्गठनको भिजन, मिसन, गोल, ओब्जेक्टिभलाई संरचना मार्फत संरचना मार्फत साध्यमा रूपान्तरण गर्ने आधार निर्माण गर्न सङ्गठनको उद्देश्यता आवश्यक पर्छ।
कार्य वातावरण कार्य प्रकृति सरलीकरण गर्न, वातावरणीय परिवर्तनसँग अनुकूल संरचना निर्माण गर्न, उत्पादनका साधनहरूको वैज्ञानिक प्रयोग गर्न र गराउनको लागि उद्देश्य आवश्यक पर्छ। अनि संरचनागत प्रभावकारिताबाट प्रतिस्पर्धी र तुलनात्मक लाभ हासिल गर्न, व्यवस्थापकीय कार्यहरूको मुख्य आधार सङ्गठनको उद्देश्य हो। सांगठनिक अस्तित्वको सार पनि सङ्गठनको उद्देश्य हो। विभिन्न नीति नियम योजना तथा रणनीतिक योजनाको आधार पनि सङ्गठनको उद्देश्य हो। संस्थाका नीति नियम निर्णय तथा राजनीतिक योजना निर्माणको मार्गदर्शन पनि सङ्गठनात्मक उद्देश्य हो। यसले सबै परिवर्तनलाई पनि समेट्छ, लक्ष्य प्राप्तिका लागि छोटो बाटोको अवलम्बन गर्न सिकाउँदछ र न्यून लागतमा अधिक नाफा हासिल गर्न सहयोग गर्दछ। यसले कार्यमा एकरूपता ल्याउँदछ। सङ्गठनको उद्देश्यले उत्प्रेरणा, मनोबल, समन्वय, सञ्चारको मुख्य आधार पनि यसको उद्देश्य हो। यसले संस्थाको नेतृत्व र निर्णयको लागि आधार पनि प्रदान गर्छ। यसले सांगठनिक संरचनाको सुनिश्चित गर्दछ। यसरी सङ्गठनको अन्तिम बिन्दु तथा लक्ष्य चरम बिन्दु सङ्गठनको उद्देश्य हो। उद्देश्य हासिल गर्न सक्ने हुनुपर्दछ। उद्देश्य चाहिँ हासिल गर्न सकिने खालको हुनुपर्छ। समग्रमा सङ्गठनात्मक संरचनाको उद्देश्य प्रमुखतया योजनालाई सार्थक कार्यान्वयनमा लानको निम्ति मानव संसाधन लगायत सबै स्रोत साधनको गतिशील परिवर्तनका आधार निर्माण हुने गर्दछ। Thanks for watching. Please don't forget like, share, subscribe.